Hello, Zampo to my lots of friends. I'm so sorry, I'm late भयो तपाईहरुको लागि म भिडियो बनाउँछु भनेको लेट भयो है I'm so sorry अलिकति बिजी थियो हैन कामहरुले गर्दाखेरि अनि त्यो के अरे यो हो त्यो मोटे रुलको हाम्रो अब जोंखा र शासकमा त छ नि त हैन अलरेडी आज चाहिँ म लोसामकोमा लोसाम पबर बनाउँछु लोसाम खालबाट बनाउँछु हैन मेन चाहिँ हाम्रो चाहिँ यो हो मोटे रुल चाहिँ म फर्स्टमा चाहिँ अलि इजी गरेर भन्छु अनि यसको एक्सप्लेनेसन चाहिँ गर्छु म हैन किनभने एक्सप्लेनेसन गरेन भने राम्रो बुझ्दैन भने त्यो राम्रो करेक्ट गरेर गर्न सक्दैन राम्रो करेक्ट गरेर गर्न भने फेरि उल्टा दुब्लाउनु भन्दा त फेरि मोटाउनु चान्सेस छ हैन अब जे भयो भने हामी मिस्टेक नगरिकिन पहिला पर्फेक्ट बनाएर मात्रै स्टार्ट गर्नु हैन त्यो भएर चाहिँ म पहिला चाहिँ यसो गरेर समराइज गरेर गर्छु अब समराइज त जसरी गर्छ तर बुझ्नु पर्यो हैन अब भिडियो अलिक लामो होला लास्टसम्म हेर्नुस् सब्स्क्राइब गर्नुस् फलो गर्नुस् अनि नि लाइक गर्नुस् कमेन्ट गर्नुस् अनि हैन अर्को म युट्युबरहरु जस्तै गरेर स्टाइल भन्नु पर्यो नि त ओके हाम्रो चाहिँ मोटे ग्रुपको रुल चाहिँ भेरी सिम्पल हो हाम्रो चाहिँ इन्टरमिडिएट फास्टिङ हो इन्टरमिडिएट फास्टिङ चाहिँ हाम्रो 16-8 गर्छ यो स्ट्यान्डर्ड रहेछ नि त अब थरीको रहेछ तर हाम्रो चाहिँ 16-8 चाहिँ हाम्रो लाइफस्टाइलले बनायो भने त्यो के फरक पर्दैन त्योले अहिलेसम्म हाम्रो मोटेहरु कतिको इफेक्ट राम्रो रिजल्ट आइरहेछ हैन कुनैले त एक महिनामा 5 किलो मेटाबोलिजम राम्रोहरु अलिकति जवानहरुले त 7 किलो 8 किलो यसो घटाउने मान्छे छ हैन तर अब सबैले यति घटाउँछ हामी पनि यति त घटाउँछ भन्ने त्यो सोच्नु हुँदैन किनभने मान्छेहरुको आफै जिउ क्वालिटी टाइप अर्को हुन्छ हैन त्यो भएर ओके जस हाम्रो चाहिँ 16-8 फास्टिङ हो 16-8 इन्टरमिडिएट फास्टिङ हो 16 भन्ने चाहिँ 16 आवर्स चाहिँ हामी नखाने 8 आवर्स चाहिँ खाने 16 आवर्स चाहिँ फास्टिङ विन्डो 8 आवर्स चाहिँ इटिङ विन्डो त्यो भएर चाहिँ हाम्रो 16-8 अब 16 भन्दा ओहो यत्रो लामो घण्टा नखाएर बस्यो भने त जो पनि दुब्लाइहाल्छ नि भनेर सोच्नु हुँदैन हैन हाम्रो त्यो 16 आवर्समा चाहिँ हामीले सुतेको टाइम पनि गन्ती गर्छ हैन त्यो भएर चाहिँ इट्स नट भेरी यो हुन्छ लङ के हामी जति भयो भने मैले त 8 आवर्स 9 आवर्स सुत्छु हैन 8-9 आवर्स सुतेपछि त्यसको बाहेक अरु त कतिको छ हैन त्यति त हामी त्यो यता काम गरेको भने एकैचोटि गइहाल्छ नि अनि ब्रेकफास्ट हामी मोटोमा चाहिँ हाम्रो मोटेको मेन ग्रुपमा चाहिँ हाम्रो रुल चाहिँ 12 बाट 8 सम्म चाहिँ हामीले इटिङ विन्डो बनाइरहेछ किनभने त्यो सजिलो छ नि अनि किनभने हाम्रो धेरै जति साथीहरु भुटानमा हुनुहुन्छ हैन त्यही भएर भुटानको टाइम हामीले फलो गर्न ट्राई गरे अब म भने जापानमा छ हैन अनि हाम्रो अस्ट्रेलिया रे अनि कुवेट अमेरिका क्यानाडा काका साथी कति छ हाम्रो ग्रुपमा अनि तर अब भुटानमा चाहिँ मेन थुप्रो छ नि त त्यो भएर भुटानको टाइममा चाहिँ यसो तर हामी जुन हाम्रो म अहिले भुटान भन्दा 3 घण्टा अगाडि छ हैन तर मेरो यहाँ 12 बजे भएपछि त म त खान स्टार्ट गर्छु किनभने मेरो इटिङ विन्डो स्टार्ट गर्छ हैन त्यो इटिङ विन्डो र फास्टिङ विन्डो चाहिँ हामी त्यो अलि बुझ्नु पर्यो अलि बुझ्नु है साथीहरु इटिङ विन्डोमा चाहिँ खानु मिल्ने टाइम हो भन्दाखेरि कुनै चाहिँ फेरि राम्रो नबुझेर यो टाइममा त जे खाए पनि मिल्छ जति खाए मिल्छ भनेको मान्छेहरु हुन्छ त्यस्तो नसोच्नु इटिङ आवरमा चाहिँ हाम्रो त्यो 8 आवर्समा चाहिँ लन्च र डिनर खान्छु लन्च खाँदाखेरि चाहिँ हामीले अलि हेल्दी गरेर सबै त्यो ब्यालेन्स फुड खान्छ हैन प्रोटिन फाइबर हेल्दी फ्याट फ्रुट्सहरु त्यो खान ट्राई गर्छु हैन अनि डिनरमा चाहिँ हामी अलिकति थोरै गरेर हेल्दी प्रोटिन एन्ड फाइबर सुप जस्तै गरेर बनाएर यसो खान्छु हैन तर त्यसको बीचमा चाहिँ मोटाहरुको त्यो ब्याड ह्याबिट त्यो हुन्छ स्न्याकिङ गर्छ हैन त्यो स्न्याकिङहरु त्यो चाहिँ स्टप गर्नुपर्छ तपाईहरुले स्न्याकिङहरु नगर्ने स्वीट्सहरु नखाने त्यो चिप्सहरु पनि के नखाने अनि त्यो के अरे जुसहरु पनि नखाने है अनि मेन नै त्यो हाम्रो चाहिँ कार्बोहाइड्रेट र स्वीट्सहरु कट डाउन गर्न ट्राई गर्दै रहेछ हैन त्यो अब त्यो लन्च र डिनरको बीचमा के खानु मलाई यसो गर्यो भने अब त्यो भन्ने म त त्यो भन्छु अनि छुर्पी छ नि छुर्पी जस्तै छुर्पी त प्रोटिन हो नि त हैन छुर्पी मुखमा हालेर राख्ने नचपाएर यसो राखिराख्ने यताउता त्यसो गरेर टाइम पास गरेर राख्ने हैन नभए अम्लाहरु के छ नि त अनि लङहरु छ नि त्यो एलान्ची जस्तै त्यो अलि मुखमा हाल्दै गरेर राखेको हुन्छ हैन अब त्यो मेन इम्पोर्टेन्ट चाहिँ हाम्रो फास्टिङ आवरमा हो साथीहरु फास्टिङ आवर भनेपछि चाहिँ हामी केही नखाने आवर है त्यो केही नखाने भनेपछि साच्चै केही नखाने है बिहान हाम्रो एक दिन कसरी स्टार्ट गर्छ भने म भने हामी सबै त्यो
बिहान उठ्छु होइन, जति टाइम उठ्छ आफै टाइम हुन्छ होइन, बिहान उठ्छ होइन, उठ्ने बित्तिकै मस्ट हो जसरी पनि पानी 1 ग्लास चाहिँ खानै पर्छ होइन। पानी चाहिँ धेरै तातो नखाने, अलिक त्यो वार्म गरेर खानु त्यो बेस्ट हुन्छ होइन। अब तातो प्लेसमा त त्यो चिसो खायो भने हुन्छ होला होइन। त्यो पानीमा चाहिँ 1 पिन्च सल्ट हाल्ने, सल्ट भन्नाले त्यो मिनरल सल्ट हाल्नु होइन, पिङ्क सल्ट कि ब्ल्याक सल्ट। त्यो मिनरल सल्ट त्यो बजारहरूमा पाइन्छ होइन, सस्तो छ, किनेर राख्न थुप्रो धेरै त्यो टिकिन्छ। अनि त्यो ब्ल्याक सल्ट र पिङ्क सल्टमा हालेपछि चाहिँ त्यो बिहान खाने होइन। त्यो पानी खाँदाखेरि यस्तो टट गरेर एकैचोटिमा नखाने, चिया खाएको जस्तै गरेर बिस्तारै बिस्तारै त्यो घरको काम गर्दै खाँदै गरेर त्यो त्यसो पानी खाने हेबिट बनाउनुहोस् होइन। अनि त्यो फर्स्ट कप मात्रै हो त्यो नुन हाल्ने चाहिँ। अनि त्यसपछि चाहिँ प्लेन वाटर है, प्लेन वाटर 12 बजेसम्म चाहिँ प्लेन वाटर मात्रै। अनि त्यस बिचमा अब अलिकति पानी अगायो, एकदम कफी मन पराउने मान्छे हो भने ब्ल्याक कफी खानुहोस्। म त पानी खाइसकेँ अघिदेखि नै, ब्ल्याक कफी खानुहोस्, तर नो सुगर नो मिल्क है। अनि तर कफी पनि एकदम धेरै नखानु। म त बिहान चाहिँ आफ्टरनुन 1 कप खान्छु, इभिनिङ 1 कप खान्छु म, त्यति हुन्छ। त्यति खानुहोस् होइन, धेरै नखानु, क्याफिन धेरै हुन्छ होइन फेरि। अनि त्यसपछि चाहिँ त्यो 12 बजेसम्म चाहिँ के नखानु भने त्यो भेरी इम्पोर्टेन्ट हो हाम्रो। अब मान्छेहरूले धेरै चाहिँ अहिलेसम्म के सोचेछ भने बिहान म त ब्रेकफास्ट साथै खाँदैन त, त्यस्तै चिया खान्छ, जाउ खान्छ, के भन्छ होइन। त्यो चिया जाउहरू त्यसले गर्दा बिगार्दैछ नि त हाम्रो, त्यो फास्टिङ भएन नि त। त्यो फास्टिङ भनेपछि त 1 ड्रप लेमन पनि हाल्नु हुँदैन है, 1 ड्रप लेमन हाल्नु। कुनै चाहिँ अब चिया सिड वाटर खान्छु रे के पनि हुन्छ होइन, त्यो पनि नखानुहोस्, जस्ट प्लेन वाटर मात्रै। तपाईँ चिया सिड वाटर, लेमन वाटर के खाने हो भने त्यो हाम्रो इटिङ विन्डोमा छ नि त, लन्च र डिनरको बिचमा, त्यसमा खानु होइन। बिहान चाहिँ साँच्चै नै जस्ट प्लेन वाटर है, त्यसमा केही नहाल्नुहोस्, लेमन 1 ड्रप पनि नहाल्नु। त्यो चाहिँ के हो भने भेरी इम्पोर्टेन्ट रिजन छ होइन। हाम्रो बडी भनेको चाहिँ त्यो दुई थरीको त्यो एनर्जी छ कि। हामी अब मान्छे भनेको उठ्नु, बस्नु, सास फेर्नु, बोल्नु, आँखा जिम्नु, यसो अहिले म हात हिलाइरहेछ त्यो पनि त सबै अहिले म एनर्जी चाहिरहेछ नि त। एनर्जी छैन भने त सकिन्न। मान्छे एनर्जी नभएको मान्छे त कस्तो छ तपाईँलाई थाहा छ होइन। बिरामी मान्छेहरू केही ताकत नभएर, एनर्जी नभएर बेडमा यस्तो सुते हात उचाल्नु सक्दैन, यस्तो हुन्छ नि त एनर्जी नभएर। त्यही भएर हामी चाहिँ एनर्जी चाहिन्छ। त्यो एनर्जी चाहिँ कहाँबाट आउँछ भने हामी खाएको खानाबाट आउँछ होइन। त्यो खाएको खाना एउटा हो एनर्जी, यो चाहिँ क्यालोरी हो होइन। अनि एउटा चाहिँ हाम्रो एनर्जी छ कि हामीहरूले त्यसलाई चाहिँ काम नगरिकन एकदम मायालाई गरेर यहाँतिर बुढीतिर त्यो च्याकतिर त्यो यसो राखेको त्यो हाम्रो त्यो बोसो के फ्याट, त्यो हो हाम्रो एनर्जी छ नि त, हाम्रो त स्टोर हो। त्यो एनर्जी चाहिँ युज गर्न नदिकन हामीले खाएको खायो, ब्रेकफास्ट खायो, लन्च खायो, स्न्याक्स खायो, डिनर खायो, गर्दाखेरि यो क्यालोरी खाएकोले खान्छ, एनर्जी युज गरेर जान्छ, खान्छ, एनर्जी युज गरेर जान्छ नि त। अनि कहिलेकाहीँ हाम्रो एक दिनको चाहिएको एनर्जी भन्दा पनि बढी खान्छ, त्यो बढी भएको चाहिँ सबै फेरि यता आउँछ, यो फ्याटभित्र आउँछ। त्यही भएर मोटे हुन्छ हामी, मोटे। अनि यो त्यो काम गर्नु त उता राख्नु होइन, झन् थाप्दै आउँदै चाहिँ त्यो मोटो हुन्छ नि त। त्यही भएर चाहिँ अब चाहिँ योलाई काम गराउनु पर्यो कि, यो फ्याटलाई, यो बोसोलाई काम गराउनु पर्यो। त्यसको लागि चाहिँ हाम्रो 16 आवर्स फास्टिङ चाहिएको चाहिँ त्यो। हामीले 16 आवर्समा 1 थप्पड क्यालोरी नदिएकिन राख्यो भने त यसको त एनर्जी सिद्धिन्छ। सिद्धेपछि चाहिँ अब बडी त मुभ गर्नु पर्यो होइन, काम गर्नु पर्यो, बोल्नु पर्यो, के गर्नु पर्यो होइन, एनर्जी चाहियो। अब जसरी पनि एनर्जी चाहियो। त्यो भएर अब अप्सन नै छैन, यो काम गर्नै पर्यो। हाम्रो फ्याटले काम गर्छ, त्यति बेलामा चाहिँ फ्याटले काम गर्छ। त्यो बेलामा चाहिँ हाम्रो दुब्लाउने चान्स चाहिँ यहाँ। अब हामी साँच्चै दुब्लाउने हो भने त फ्याट बर्निङ मोडमा चाहिँ जानै पर्यो हाम्रो बडी चाहिँ। हाम्रो फ्याट बर्निङ मोडमा चाहिँ अहिलेसम्म हामी जान सकिने रहेछ कि। जहिले पनि त्यो क्यालोरी खायो, क्यालोरी निकाल्यो, क्यालोरी खायो निकाल्यो मात्रै गरेर यो त सुत्यो गरिरहेछ नि त। अब चाहिँ योलाई चाहिँ सुताउने, 16 आवर्स सुताउने योलाई चाहिँ, अनि योलाई काम गराउनु पर्यो। योलाई चाहिँ फ्याट बर्निङ मोड भन्छ होइन। फ्याट बर्निङ मोडमा चाहिँ गएन भने चाहिँ हामी दुब्लाउँदैन है। नभए त एकदम यो क्यालोरी मात्रै गर्ने भने त खाएको भन्दा बेसी फेरि एक्सर्साइज गर्ने यस्तो गर्नु पर्यो। त्यसलाई चाहिँ एकदम गाह्रो हुन्छ, हामीले नसक्ने चाहिँ त्यो हो कि। त्यो भएर चाहिँ 16 आवर्समा चाहिँ 1 थप्पड लेमन पनि नहाल्ने, योलाई डिस्टर्ब नगर्ने है, योलाई काम गर्नुपर्छ, योलाई चाहिँ सुताउने हो। ओके, 8 आवर्स चाहिँ योलाई काम गराउने, 16 आवर्स चाहिँ योलाई काम गराउने, त्यस्तो सोच्नुहोस् है। त्यो भएर चाहिँ नखानु है, केही नखानु, 16 आवर्समा चाहिँ केही नखानु, जस्ट पानी मात्रै खानु।
अनि त्यसमा चाहिँ हाम्रो चाहिँ 12 घण्टातिर भएपछि चाहिँ हाम्रो यसको एनर्जी सिद्धिहाल्छ होइन। सिद्धेर चाहिँ अब चाहिँ फ्याट बर्निङ मोडमा जान्छ होइन। 12, 13, 14, 15, 16 त्यति बेलामा चाहिँ हाम्रो यो फ्याटहरूले हामी सुतिरहेको बेलामा एनर्जी जान्छ नि त। अनि त्यति बेलामा चाहिँ योले काम गर्छ योले होइन। अनि यो काम गरिरहेको बेलामा बिहान अलिकति बिहान चाहिँ अहिले हाम्रो बडी त म पनि अहिले यहाँ 10 बजे छ होइन। 10 बजे चाहिँ मेरो त 12 बजे छैन होइन। अहिले त मेरो स्टिल मेरो फास्टिङ विन्डो हो अहिले। म अहिले यस्तो मेरो बोसो काम गरिरहेछ कि मेरो यो फ्याट बर्निङ मोडमा छ नि त मेरो जिउ चाहिँ। अब यति बेलामा हामीले अलिकति वकमा गयो एक्सर्साइज अलिक गऱ्यो भने फेरि बडी अलिकति फ्याट बर्न हुन्छ क्या। त्यो भएर हाम्रो मोटा त्यो के अरे दुब्लाउने चान्स अहिले एकदम धेरै छ। अहिले फ्याट बर्निङ मोडमा हुँदाखेरि अलिकति वर्कआउट गर्नु त्यति धेरै साह्रो होइन। हाम्रो मोटिभ ग्रुप एक्सर्साइज छ नि त यस्तो गर्ने त्यो गर्न सजिलो गरेर गर्ने। अलिकति त्यो खुट्टाहरू नदुखाउने छ भने स्किपिङहरू अलिअलि गर्ने, नभए अलिक धेरै मोटो छ भने वकतिर गयो भने पनि एकदम त्यो हामीलाई त्यो नाफा हुन्छ कि। त्यो भएर चाहिँ त्यो 16 आवर्समा चाहिँ भेरी इम्पोर्टेन्ट हो। 16 आवर्समा चाहिँ केही नखाने, साँच्चीकै केही नखाने। एक ड्रप लेमन हालिदियो भने त्यो पनि फिनिस। एक कप चाय खान्छु भने त्यो पनि फिनिस है। त्यो त फ्याट बर्निङ मोड त स्टप हुन्छ। यसको कामै सिद्धिन्छ। यसले काम स्टप काम गर्नै छोडिदिन्छ होइन। अनि फेरि यहाँ क्यालोरी बर्नको यसमा आउँछ होइन। त्यही भएर चाहिँ यो चाहिँ एकदमै यो केयरफुल गर्ने है। अब चाहिँ हाम्रो यो लन्च खानु टाइम हुन्छ नि त अब टाइम 12 देखि 8 सम्म चाहिँ हाम्रो इटिङ विन्डो हुन्छ होइन। अघि मैले फास्टिङमा त भने त फास्टिङ आवर त के भने त केही गर्नु परेको छैन। केही नगर्नु, गर्ने नगर्नु, केही नखानु, जस्ट पिउनु, पानी मात्रै पिउने होइन त्यो 16 आवर्समा होइन। अनि 12 बजेपछि हाम्रो खाना खानुपर्छ होइन। खाना खानु टाइममा यो हो इम्पोर्टेन्ट। अब सेकेन्ड इम्पोर्टेन्ट थिङ होइन। खाना खाँदाखेरि अब हामी बिहानदेखि हिजो बेलुकादेखि नै बिहान उठेदेखि अहिले 12 बजीसम्म खाना खाएछन् नि त। हाम्रो यो पेटमा अलिकति अब यो खाना खानुको लागि तयार गर्नु पर्यो। एकैचोटिमा राइस खायो, फ्रुट्सहरू खायो भने त फेरि त्यसले हाम्रो इन्सुलिन लेभल भन्छ एकदम हाई जान्छ। अनि त्यसले मोटाउने चान्सेस यो सुगरमा टर्न हुन्छ। अनि फेरि त्यो घरिघरि भोक लाग्ने यस्तो हुन्छ कि। त्यही भएर चाहिँ हाम्रो त्यो नहुनुको लागि चाहिँ कुनैले त ग्यास्ट्रिक पनि पाइन्छ होइन। त्यही भएर त्यो नहुनुको लागि चाहिँ हाम्रो राम्रोसित पेट तयार गर्नु पर्यो। त्यो तयार गर्नुको लागि चाहिँ हामीले भन्छ फास्ट ब्रेक भन्छ। फास्टिङ चाहिँ ब्रेक गर्नु पर्यो नि त होइन। अहिलेसम्म फास्टिङ गरिरहेको थिएँ, अब त्यो ब्रेक गर्नु पर्यो नि त। फास्ट ब्रेक गर्नुपर्छ है। फास्ट ब्रेक गर्नुको लागि चाहिँ त्यो प्रोटिन फाइबर हेल्दी फ्याट्स भन्छ होइन। अब त्यो पनि थुप्रो छ। अब के हुन्छ के हुन्न त्यो बुझ्दैन है। त्यो भएर सिम्पल बनाऊँ होइन। हामी मोटर ग्रुपमा त वी ट्राई सिम्पल होइन। सिम्पल इज बेस्ट हुन्छ नि त। हामी गाउँको मान्छेहरू, नबुझ्ने मान्छेहरू, नपढेको मान्छे थुप्रो छ। त्यो भएर वी ट्राई टु किप इट सिम्पल होइन। त्यो भएर मैले लिस्ट बनाएछ। एभोकाडोले भयो भने हुन्छ, नभए दुईवटा बोइल्ड एग 2 बोइल्ड एगले पनि हुन्छ। अनि क्युकम्बर चाहिँ काँक्रो छ नि त्यो यत्रो ठुलो छ भने 4-5 स्लाइसेसले गर्नुहोस्। अदरवाइज त्यो चिया सिडले पनि हुन्छ, चिया सिड वाटरले पनि हुन्छ। अनि अदरवाइज योगर्टहरूले पनि हुन्छ होइन। म लिस्ट यहाँ बनाइराखिदिन्छु होइन। अनि तिनीहरूलाई चाहिँ के अरे फास्ट ब्रेक गर्ने है। जुन पाए हुन्छ सबै नखानु। फेरि कुनैले त फास्ट ब्रेक गर्दाखेरि त एकदम टन्नै हुँदो रहेछ किन हो भन्छ है। के खाएर भने त सबै खाएर रहेछ कि। सबै नखानु, त्यहाँबाट जे पाए हुन्छ। अब काम गर्ने मान्छेहरू, यताउता ट्राभल गर्नु मान्छेहरू चाहिँ त्यो बिहान के बोतलमा पानीमा चिया सिडहरू सोक गरेर लगेर जानु नि त। अब कामको लन्च टाइम हुनेछ भन्दाखेरि त्योभन्दा पहिला 20 मिनट पहिला अलि चिया सिड खाइदिनु। त्यसले चाहिँ फास्ट ब्रेक गर्छ नि त। फास्ट ब्रेक गरेपछि अनि 20 मिनट्स 15 to 20 मिनट्स अलि वेट गर्नु है। वेट गर्नुहोस्, अलिक पर्खिनुहोस् होइन। पर्खेपछि अनि बल्ल हामी फाइनल त्यो हाम्रो मेन मिल खाने हो। त्यो मेन मिल चाहिँ के हो भने लन्चमा चाहिँ अलिकति सेटिस्फाई हुने गरेर ब्यालेन्स डायट खानु। अब मान्छेहरूको त्यो फेरि अलिकति के थिङ्किङ कस्तो हुन्छ भने अब हामी त डाइटिङमा हो भनेपछि त खाना खानु डर लाग्छ के। कुनैले त अत्रो खान्छ, अनि कुनैले त के अरे सब्जीहरू खाने भने जस्ट वाटरमा बोइल गरेर मात्रै खान्छ। त्यस्तो नगर्नुहोस्। टन्नै खानु, सेटिस्फाई हुने गरेर खानु, अनि मिठो खानु। खाँदाखेरि पनि सब्जी बोइल मात्रै होइन, तरकारी नै बनाउने कि, तर अलिकति हेल्दी गरेर बनाउने। त्यो ओइलहरू हाम्रो बुद्धिस्ट स्टाइल हो भने त हामीले बोइल गरेर चिजहरू खान्छ नि त, त्यस्तो खाए हुन्छ। तर चिज चाहिँ हाम्रो लोकल चिजहरू युज गर्ने होइन। त्यो मेन्यूहरू चाहिँ पनि हाम्रो मोटो ग्रुपबाट पाउँछ। अनि हामीले पनि टिकटकहरूमा अपडेट गरिरहेछ त्यो मेन्यूहरू। एक्जाम्पल हेर्नुहोस् होइन, त्यस्तो खाने होइन। तर
मैले चाहिँ अब बनाउनु 12 मा म फास्ट ब्रेक गर्छु होइन। मैले युजली योगुर्ट र चिया सिडहरू म यसो खान्छु, नभए अन्डा खान्छु होइन। अनि त्यो खाएपछि चाहिँ अब 20 मिनट्स वेट गर्नु पर्यो नि त। त्यति बेलामा चाहिँ म मेरो लन्च प्रिपेयर गर्छु कि। म त यहीँ आफै पकाउँछु, त्यो भएर कम्फर्टेबल हुन्छ। तर कुनै चाहिँ अफिसमा गयो भने लन्च ब्याग लान्छ नि त, त्यो लन्च ब्याग लानेहरू चाहिँ त्यो लन्च नखानुभन्दा पहिला 20 मिनट्स चाहिँ त्यो चिया सिड वाटर खाइराख्नु होइन, त्यसले फास्ट ब्रेक हुन्छ। अनि चाहिँ खाना चाहिँ अब के हो भने मेन त्यो त्यो के अरे लन्चमा चाहिँ अलिकति राम्रै खानु होइन, टाइम छ भने राम्रै खानु। हामी पहिला चाहिँ हाम्रो राइस यत्रो खान्थ्यो, तरकारी यति हाल्थ्यो। अहिले चाहिँ त्यस्तो होइन, उल्टा हो है। राइस यति खाने, राइस चाहिँ नखायो भने त बेस्ट हो। तर अब जसरी पनि राइस खानु मन लाग्यो भनेको मान्छेहरू हुन्छ होइन। त्यो भएर राइस खाने हो भने 100 ग्राम जति दिउँसो मात्रै है, राति नखाने। राति खायो भने फेरि हाम्रो राति त त्यति हामी त्यो के अरे मुभ गर्दैन नि त, त्यो भएर राति त अब सुत्ने मात्रै हो। त्यो भएर राति त्यो राइस खायो भने राइस त कार्बोहाइड्रेट हो, त्यसले सुगरमा टर्न हुन्छ, फेरि त्यो मोटाउने चान्सेस छ कि। त्यो भएर अब दिउँसो खायो भने आफ्टर द्याट अब सुत्नुसम्म त टाइम छ नि त, यताउता चल्छ, अलिकति बन्द हुन्छ होला होइन। त्यो भएर राइस खाने हो भने दिउँसो 100 ग्राम जति खानु। अनि केले पेट अगाउने भने चाहिँ त्यो के फाइबर द प्रोटिन। अब फेरि फाइबर भनेको के हो, प्रोटिन भनेको के हो भने नबुझ्ने साथीहरू हुन्छ होइन। अब सत्यले गरेर भन्यो भने फाइबर भनेको त्यो हाम्रो सोइलबाट निस्केको त्यो के अरे त्यो खेतहरूबाट निस्केको त्यो भेजिटेबल्सहरू, ग्रिन्सहरू, त्यो छ नि त सब्जीहरू, त्यो फाइबर त्यही होइन। प्रोटिन भन्यो भने चाहिँ अब प्रोटिन एकदम इम्पोर्टेन्ट हो, फाइबर प्रोटिन भेरी इम्पोर्टेन्ट हो। अब प्रोटिन थुप्रो चाहिन्छ भने राम्रो प्रोटिन पाउने त एनिमल प्रोटिन हो, स्पेसली चिकनहरू होइन। चिकनको त्यो ब्रेस्टहरू हुन्छ नि त। अनि चिकन, अन्डा, माछा बुनी, नट ड्राई माछा, काँचो माछाहरू त्यस्तो खायो भने एकदम प्रोटिन पाउँछ। अब हाम्रो भुटानमा त भेजिटेरियन थुप्रो छ होइन। भेजिटेरियन हो भने अब त्यो त्यो छ नि सोयाबिनहरू, अनि त्यो टोफुहरू, त्यो न्युट्रेला छ नि, न्युट्रेला त एकदम राम्रो, न्युट्रेला राखिदिनुहोस्। चाना दालहरू त्यस्तो खानु प्रोटिन है। अनि अब चिज भन्यो भने हाम्रो त्यो बजारमा बेच्ने त्यो प्याकेटको चिज नखानुहोस्, त्यो हाम्रो लोकलको चिज त्यो छ नि सेतो चाहिँ त्यो खानु, त्यो प्रोटिन हो। त्यस्तो खानु होइन। अनि त्यस्तो गरेर लाई चाहिँ मिठो गरेर पकाउनुहोस्। त्यो जस्ट वाटरमा सोक गरेर भन्दा मात्रै नखाने, अगाउँछ त्यो फेडअप हुन्छ। फेडअप भयो भने हामी कन्टिन्यू गर्न सक्दैन कि, सस्टेन गर्न सक्दैन। त्यो भएर ह्याप्पी डाइट गर्ने हामी चाहिँ है। अनि त्यो भएर लन्चमा चाहिँ त्यो यस्तो खानु भन्छ होइन, प्रोटिन, फाइबर होइन। अनि हेल्दी फ्याट चाहिँ चाहियो हाम्रो होइन। हेल्दी फ्याट भन्नाले त्यो नट्सहरूबाट पाउँछ होइन। हेल्दी फ्याटमा चाहिँ ओमेगा 3 त्यो फ्याट पाउँछ। त्यो ओमेगा 3 चाहिँ हामी त्यो धेरै काँचो माछाहरूसँगबाट पाउँदो रहेछ, तर भुटानमा काँचो माछा धेरै नपाउँदो रहेछ। त्यो भएर त्यो नट्सहरू खान ट्राई गर्नुहोस्, त्यो आलमन्डहरू, त्यो अनि वालनट, बदामहरू छ नि त हाम्रो नट्सहरू, पम्पकिन सिड, सनफ्लावर सिडहरू, त्योहरू खानु। तर धेरै नखानु, हातमा यति जति गरेर खानु है। त्यो दिउँसो खानु, दिनमा एकचोटि खानु है, त्यति हो। लन्चमा त्यस्तो खाने। अनि म फेरि भिडियो बनाउँछु नि त, अनि अझ यस्तो जस्ट रुल जस्तै गरेर। अनि डिनरमा चाहिँ अघि भने जस्तै डिनर चाहिँ अलिकति लाइट गरेर खाने, तर प्रोटिन र फाइबर खाने। किनभने हाम्रो एक दिनमा चाहिएको प्रोटिन र फाइबर एकचोटिमा त्यो लन्चमा हामी सबै पाउँदैन कि। त्यो भएर त्यो डिनरमा पनि प्रोटिन र फाइबर अलिकति फेरि हाल्नु पर्यो। त्यसको अब सब्जीहरू, मासुहरू हालेर हामीले चाहिँ धेरै के गर्छ भने अब के सजिलो गरेर गर्नुको लागि चाहिँ सुप जस्तै बनाउँछ कि। अनि टेस्ट चाहिँ आफै टेस्ट बनाउने, के कहिले अलिकति पिरो टेस्ट बनाउने, कहिले मिसो टेस्ट बनाउने, कहिले अलिकति खरी टाइपमा मसला हालेर पनि बनाउने होइन। त्यो एउटा थुक्पाको बोल हुन्छ नि, त्यो जस्तै गरेर, तर थुक्पो होइन है, फेरि त्यो प्रोटिन र फाइबर मासाहरू हालेर अनि त्यो के अरे सब्जीहरू हालेर खाने, त्यो हाम्रो डिनर। अनि त्यसपछि चाहिँ डिनर सकेपछि चाहिँ डिनर चाहिँ टाइम 8मा चाहिँ जसरी पनि सिताउनुपर्छ है। हाम्रो डिनर टाइम 8मा सिताएर चाहिँ अनि क्लोज गर्नु, विन्डो क्लोज भन्छ हाम्रो चाहिँ। टाइम 12मा ओपन गऱ्यो होइन, फास्ट ब्रेक गऱ्यो होइन। अनि त्यहाँ भएर गनेर चाहिँ 8 आवर्स चाहिँ हाम्रो टाइम 8मा हुन्छ होइन। 8मा त जसरी पनि क्लोज गर्नु पर्यो है। 8भन्दा पहिला खान सक्यो भने बेस्ट रहेछ। म त जहिले पनि 7तिर खान्छु। अनि 8मा बन्द गरेपछि आफ्टर 8 चाहिँ फेरि बिहान जस्तै पानी मात्रै, केही छैन है। फेरि त्यसपछि चाहिँ केही छैन, नो पानी, नो नथिङ, जस्ट के अरे वाटर, प्लेन वाटर। फेरि कुनैले चाहिँ अब आफ्टर डिनर केही खानु हुन्न होला भनेर चाहिँ पानी पनि खानु हुन्न हो भन्ने सोध्छ होइन। पानी चाहिँ टाइम छैन, जहिले खानु मनलाई खानु, तर एकैचोटि खायो भने फेरि उल्टी आउला जस्तै, टाउको दुखा जस्तो गर्छ होइन। पानी भनेको अलिअलि चिया खाएको जस्तै गरेर
खानु ह्याबिट बनाउनुहोस् साथीहरू त्यस्तो हो है अब के सबै एकैचोटि एउटा भिडियो बनायो यो त लामो हुँदो रहेछ फेरि तपाईँहरू बोर हुन्छ होइन म फेरि सानो गरेर लोसामको खाबाट चाहिँ म अलिकति बनाउनु ट्राई गर्छु है अबदेखि है अनि तपाईँहरू चाहिँ स्टे ट्युन अनि केही क्वेसन छ भने मेरो कमेन्टमा हालिदिनुहोस् होला म एन्सर गर्छु है Thank you so much and please subscribe, share and like, don't forget. Okay, thank you. Have a nice day.